आज कति गति हो? आज खै तारिक चाहिँ 17 हो। आज 17 तारिक अप्रिल 2025 को दिन दिउँसो 2:30 बजेको उसमा हामी चाहिँ यो टोखा विष्णुमती खोलामा हिँड्दै गर्दा चाहिँ विष्णुमती खोलाको यो जुन हाल देखेर चाहिँ मन एकदमै बिजिएको छ। खोला यो जुन प्रकृतिलाई आफ्नै हिसाबले बग्न दिनुपर्ने हो, तर यो तरिकाले बगाएको, यो जुन प्रदूषण गरिएको छ यो एकदमै अनएक्सेप्टेड हो। र यो चाहिँ यसको जति पनि यो खोला प्रदूषित गर्ने जिम्मा चाहिँ यहाँ हाम्रो एउटा कपडा कारखाना रहेछ, यो कारखानालाई जानेछ। र यो नेपाल सरकारले सक्दो चाँडो यसमा ध्यान चाहिँ गर्नुपर्ने आवश्यकता देखिएको छ।